जस्तो छ होइन झुप्पा। अनि त्यो परको एउटा ढुङ्गा देखेछ नि, त्यो लगभग 50 मिटर टाढा छ क्या। कतिले सोधेको थियो कि अब पानीमा राख्दा यो खस्छ यो भन्दै थियो। म देखाउँछु है, 50 मिटर जति टाढा फालेर फेरि निकालेर देखाउँछु है कति खस्दो रहेछ है। यसलाई सरर बेर यतिसम्म ल्यायो, अनि त्यसपछि यसलाई यसरी आफ्नो अगाडितिर सार्यो, यसलाई यसरी तान्यो, अनि यो लक चाहिँ यसरी खोल्यो, यो चेपिरहेको हुन्छ नि त यो, अनि यसलाई चाहिँ थ्रो गर्ने है। मैले 50 मिटर जति थ्रो गरेँ। अब आधी घन्टा जस्तो 20 मिनट जस्तो राखेर हेर्नुपर्छ। तर म यो तानेर देखाउँछु है कति खस्छ रहेछ भनेर। स्टिकी बनाउनुपर्छ, राम्रो बनाउनुपर्छ, दाना बस्छ धेरै बेरसम्म है। यो हेर्नु, बम पनि जस्ता त्यस्तै छ, बाँकी 4वटामा जस्ता त्यस्तै छ, अनि बिचमा एउटा गाडेको छु। 20 मिनटसम्म चाहिँ ढुक्क हुन्छ कि भेलमा फाल्दा पनि। यो चाहिँ ढुङ्गा चाहिँ अड्किन सक्छ है। यसरी ठ्याक्क एकदम राम्रो बनाउनुपर्छ दाना। तालमा त 1 घन्टासम्मै बस्छ होइन, यो नदीमा चाहिँ 20 मिनटसम्म ढुक्क बस्छ है।